के तपाईहरु पनि कन्टेन्ट क्रिएटर बन्न खोजिरहनु भएको छ यो भिडियो तपाईहरुको लागि र तपाई सही भिडियोमा आउनु भएको छ। आज म तपाईहरुलाई धेरै त्यस्तो टफ कुराहरु एकदमै गाह्रो कुराहरु बताउँदिन। तपाईलाई एकदमै सिम्पल र अति नै सजिलो तरिकाले तपाईले आफ्नो कन्टेन्ट क्रिएटरको जर्नी सुरुवात गर्न सक्नुहुन्छ। यस भिडियोमा म छलफल गर्नेछु। पहिलो नम्बर, हामी सबैसँग एउटा मोबाइल फोन त हुन्छ र हामी सबैसँग एउटा इयरबड अथवा इयरफोन त हुन्छ है। तपाईले सुरुवातमा कसरी सुरु गर्नु भन्दाखेरि मैले कसरी सुरुवात गरे भन्ने कुराहरु हजुरलाई छोटकरीमा बताउँछु है। मेरो सुरुमा राम्रो फोन पनि थिएन, अब यतिको क्वालिटी पनि थिएन, एकदमै नराम्रो फोन थियो। तर मैले त्यो नराम्रो फोनबाटै एकदमै ब्याट्री पनि धेरै छिटो सकिने है अनि एकदमै फोन तात्तिने त्यस्तो फोन थियो है। तर पनि मैले कसरी सुरुवात गरे भने मैले त्यही फोनबाट ब्लगिङहरु गर्न सुरु गरे। मैले गाउँमा है यताउता अंकल आन्टीहरुसँग यता देखाएर है मैले त्यो कुरा किन गरे भन्दाखेरि मलाई त्यसले कन्फिडेन्स दियो है। मैले तपाईको क्यामेरा अगाडि म मोबाइल फोन अगाडि म त्यस्तो ठुलो कन्टेन्ट क्रिएटर त हैन, म पनि अहिले सिकिरहेको छु। तर म जस्तै सिक्ने साथीहरुको लागि है यो भिडियो चाहिँ। अनि मैले कसरी सुरुवात गरे भन्दाखेरि मैले त्यसरी नै गाउँ घरमा ब्लगिङहरु गर्थे र मैले त्यसरी नै यताउता अंकल आन्टीलाई देखाउँथे है, आज यस्तो भयो उस्तो भयो भनेर अपडेटहरु दिन्थे र त्यसरी नै मलाई कन्फिडेन्स अलिकति बढ्दै गएर मैले अहिले यसरी बोलिरहेको छु। अब हजुरहरुले पनि यसरी नै सुरुवात गर्न सक्नुहुन्छ। अब हामीसँग सुरुमा क्यामेरा हुँदैन, हामीसँग माइक हुँदैन, हामीसँग राम्रो लाइटहरु हुँदैन है, अब हामीसँग राम्रो स्टुडियो हुँदैन है। अब सुरुवातमा कसको हुन्छ भन्नुहोस् त, कसैको पनि हुँदैन। त्यसैकारणले गर्दा हामी सबैसँग एउटा मोबाइल फोन त हुन्छ। त्यसैकारणले गर्दा आज नै आफ्नो मोबाइल फोन उठाएर तपाई केमा इन्ट्रेस्टेड हुनुहुन्छ, अब तपाई र तपाईलाई चाहिँ ब्लगिङहरु गर्न एकदमै मन पर्छ भने तपाईहरु राम्रोसँगले ब्लग गर्न सक्नुहुन्छ। हाई हेलो नमस्ते गाइज, हेलो वेलकम टु माई च्यानल भनेर है गाउँ घरमा अथवा तपाई जहाँ पनि हुनुहुन्छ त्यहाँबाट तपाईले आफ्नो भिडियो बनाउन सक्नुहुन्छ है। अनि र तपाईलाई चाहिँ अब एकदमै कथाहरु भन्न मन पर्छ भने तपाईहरु कथा भन्न सक्नुहुन्छ। तपाईलाई जोक्सै मात्रै भन्न मन पर्छ भने तपाईहरु जोक्स बनाएर भिडियो बनाउन सक्नुहुन्छ। भनिसकेपछि हामीसँग कति धेरै अप्सन्सहरु छ, हामीसँग ट्यालेन्ट छ, तर त्यो ट्यालेन्टलाई देखाउनको लागि हामीसँग त्यो हिम्मत छैन है। हामीलाई त्यो डर छ है, ओहो मलाई साथीले के भन्ला, मलाई फल्नाले के भन्ला, मेरो त अनुहार राम्रो छैन, मेरो त भोइस राम्रो छैन, मेरो त है। हामीसँग कति धेरै एक्सक्युजेसहरु हुन्छ नि त हैन। त्यसैकारणले गर्दा यो एक्सक्युजेसहरुलाई चाहिँ तपाईले साइडमा राखेर तपाईले आज नै कन्टेन्ट क्रिएसनको जर्नी सुरुवात गर्नु होला। किनभने समय धेरै बितिसकेको छ। तपाईले 2025 मा सोच्नु भएको थियो होला ओहो म अबदेखि चाहिँ गर्छु भनेर, तर हेर्नुस् त कतिचोटि 1 वर्ष बित्यो, हामीलाई नै थाहा भएन, मलाई नै थाहा भएन है। त्यसैकारणले गर्दा तपाईले आजैबाट सुरुवात गर्नु होला र एउटा इयरफोन र अथवा इयरबडबाट र एउटा आफ्नो मोबाइलबाट तपाईले भिडियो रेकर्ड गर्न सक्नुहुन्छ। ओके, यो रह्यो पहिलो कुरा, यो पहिलो स्टेप। अब सेकेन्ड स्टेपमा म तपाईलाई के भन्न चाहन्छु भने ओके भिडियो रेकर्ड त गरे, तर अब त्यसलाई कसरी एडिट गर्ने भनेर सोचिरहनु भएको छ होला। अब तपाईलाई एकदमै म सजिलो प्लेटफर्म बताइदिन्छु। ओके, बल्ल बल्ल भिडियो रेकर्ड त गरे, अब यसलाई कसरी एडिट गर्ने भनेर सोचिरहनु भएको छ होला। एकदमै सजिलो छ। आफ्नो मोबाइल फोन निकाल्नु होला र जसमा प्ले स्टोरमा गएर भेन एडिटर डाउनलोड गर्नु होला र तपाईले भेन एडिटरबाट आफ्नो भिडियो बनाउन सक्नुहुन्छ। भेन एडिटर चलाउन एकदमै सजिलो छ र यो फ्री अफ कस्ट पनि हो। ओके, बल्ल तल्ल भिडियो त बनाए, अब यसलाई कसरी पोस्ट गर्ने भनेर सोचिरहनु भएको छ। एकदमै सजिलो छ। सुरुमा तपाईले एउटा युट्युब च्यानल खोल्न एकदमै सजिलो छ। र अर्को कुरा तपाईले टिकटक, इन्स्टाग्राम र फेसबुक आइडी तपाई सबैको हुन्छ। तपाईले आफ्नो भिडियो पोस्ट गर्नु होला। र सबैभन्दा म तपाईलाई इम्पोर्टेन्ट एडभाइस के दिन चाहन्छु भने तपाईले धेरै सोच्न पर्दैन, तपाईले धेरै कम्प्लिकेट नबनाउनु होला है। तपाईले भिडियो बनाउँदै जानु होला, एडिट गर्दै जानु होला, तपाईले पोस्ट गर्दै जानु होला, तपाईले एकदमै सिक्दै जानुहुन्छ है। अब यसो कल्पना गर्नुहोस् न, जब हामी जन्मियौं, जब 1-2 महिना, 3-4 महिना, 5-6 महिना, 1-2 वर्ष भए हामीले एकैचोटि हिँड्न सिक्यौं त हामीलाई डर लाग्थ्यो हैन त हैन। बिस्तारै बिस्तारै हैन 1 वर्ष, 2 वर्ष, 3 वर्ष, 4 वर्ष हामी जसरी हिँड्दै गयौं, हामीले सिक्दै गयौं। आमा बाबाले ताते भन्दै हामीलाई हिँडाउनु भयो, हामीले बिस्तारै सिक्दै गयौं। अब अहिले हामी जस्तै पहाडहरु चढ्न सक्छौं, हामी जहाँ पनि जान सक्छौं, जे पनि गर्न सक्छौं, जुनसुकै ठाउँमा पुग्न सक्छौं नि त। हामीलाई कसैको सहारा चाहिँदैन। यस्तै हो यो कन्टेन्ट क्रिएटरको जर्नी पनि तपाईले यसरी नै सुरुवात गर्न सक्नुहुन्छ। तपाईले सुरुमा आफूलाई एकदमै गाह्रो नबनाउनु होला, ला कसरी गर्ने, के गर्ने, एकदम ला मेरो भ्युजै आएन। सुरुमा त तपाईको 5 भ्युज पनि आउँदैन, 4 भ्युज पनि आउँदैन, 3 भ्युज पनि आउँदैन है। तर पनि तपाईले बनाउन नछोड्नुहोस्। कन्सिस्टेन्सी बिट्स ट्यालेन्ट भन्छ है। त्यसैकारणले गर्दा कन्सिस्टेन्सी सबैभन्दा इम्पोर्टेन्ट कुरा हो। तपाईले दिनौं भिडियो बनाउँदै जानुहोस्, तपाईले दिनौं कुरा नयाँ सिक्दै जानुहुनेछ र यसरी नै आफ्नो कन्टेन्ट क्रिएटरको जर्नी तपाईले सुरुवात गर्न सक्नुहुन्छ। र म तपाईलाई अरु कुरा केही पनि एडभाइस दिन चाहदिन है। तपाईले आफै नै सिक्नु हुनेछ र म आफ्नो मेरो पर्सनल तपाईलाई एडभाइस के दिन चाहन्छु भने सुरुमा है मेरो कथा सुन्नुभयो भने तपाईले म सुरुमा बोल्न नसक्ने मान्छे, मेरो सुरुमा बोली नआउने है, म बोल्न पनि सक्दिन थिएँ। मलाई बोल्न यति धेरै गाह्रो पर्थ्यो, मलाई उफ्रिन पर्थ्यो है। म पुरा भगभगै थिएँ, एकदमै मलाई गाह्रो पर्थ्यो। तर
बिस्तारै बिस्तारै कोसिस गर्दै गएँ मेरो आवाज म अरूलाई सुनाउन चाहन्छु भन्ने मेरो पहिल्यैदेखि एउटा सपना थियो र मैले बिस्तारै बिस्तारै मैले कोसिस गर्दै गएँ र बिस्तारै बोल्दै अहिले तपाईँहरूको माझमा यतिको बोल्दैछु। अब अहिले पनि म राम्रो त बोल्न सक्दिनँ, मैले पनि कति धेरै क्लासहरू लिइरहेको छु, मैले पनि हेरिरहेको छु कसरी आफ्नो आवाजलाई राम्रो बनाउने, कसरी कन्फिडेन्ट भएर चाहिँ क्यामेराको अगाडि बोल्ने मैले दिनै सिकिरहेको छु नयाँ एउटा न एउटा कुरा। त्यसै कारणले गर्दा हजुरले पनि धेरै कुराहरू सिक्न सक्नुहुनेछ। म तपाईँलाई के भन्न चाहन्छु, यदि तपाईँ 15 वर्षदेखि 25 वर्षको बिचमा तपाईँले यो भिडियो हेरिरहनु भएको छ झन् तपाईँको लागि बेस्ट भिडियो। किन भन्दाखेरि सुरुवातमा है तपाईँहरूको है जे कुराको पनि स्टार्टिङ जिरोबाट हुन्छ। ओके, आज जसलाई तपाईँले सेलिब्रेटीहरू मानिरहनु भएको छ, आज जसलाई तपाईँले इन्फ्लुएन्सरहरू मानिरहनु भएको छ, वाउ त्योसँग फोटो खिच्न पायो भने ओहो हेर न त्यसको भिडियो यस्तो दामी भनेर जसलाई तपाईँले रोल मोडल मानिरहनु भएको छ, कि उनीहरूले पनि सुरुवात गर्दाखेरि कि उनीहरूको हातमा पनि राम्रो क्यामेरा थियो होला र राम्रो लाइट थियो होला र राम्रो माइक थियो होला र कि उनीहरूको पनि एकदमै राम्रो सबै सेटअप थियो होला र थिएन नि होइन। उनीहरूको पनि जिरोबाटै सुरुवात गरेर उनीहरू पनि अहिले स्टार भएका हुन् नि त होइन। त्यसै कारणले गर्दा तपाईँहरूले पनि आफ्नो कन्टेन्ट क्रिएटरको जर्नी सुरुवात गर्न चाहनुहुन्छ भने सबैभन्दा पहिला आफ्नो निसलाई छान्नु होला। म के गर्न चाहन्छु भन्ने कुरा पहिला सुरुमा पक्का गर्नु होला। तपाईँ सिकाउन चाहनुहुन्छ कि तपाईँ गाउन चाहनुहुन्छ कि तपाईँ बजाउन चाहनुहुन्छ कि तपाईँले कथा भन्न चाहनुहुन्छ कि तपाईँले सुरुमा त्यो सेलेक्ट गर्नु होला र बिस्तारै बिस्तारै त्यसलाई आफ्नो सोसियल मिडिया प्लेटफर्ममा हाल्दै जानु होला र बिस्तारै सिक्दै जानु होला। र जसलाई तपाईँले रोल मोडल मानिरहनु भएको छ उनीहरूको भिडियोहरू हेर्नु होला, उनीहरूले कसरी बनाइरहेका छन् र उनीहरूको कस्तो छ त कन्सेप्ट र उनीहरूको स्ट्रक्चर कस्तो छ त, उनीहरूले कसरी एडिट गरिरहेको छन् त्यो बिस्तारै सिक्दै जानु होला, कपी गर्दै जानु होला र पछि कपी गरिसके पछाडि आफ्नो प्रकारले नयाँ आफ्नो क्रिएटिभिटी हालेर त्यसलाई नै तपाईँले प्रेजेन्ट गर्न सक्नुहुन्छ है। अनि यसरी आफ्नो कन्टेन्ट क्रिएटरको जर्नी तपाईँले आज नै अहिले नै र यो भिडियो हेर्दा नै सुरुवात गर्नु होला। र म तपाईँलाई त यही भन्छु है, बगेको खोला फर्किँदैन, समयले कहिले पर्खिँदैन र 2026 पनि त्यत्तिकै बिताइयो भने त के फाइदा भएर होइन। त्यसै कारणले गर्दा आज नै तपाईँले आफ्नो यात्रा सुरुवात गर्नु होला। र यो मेरो भिडियो एकदमै ऱ्यान्डमली बनाएको है, मैले एकदमै तपाईँहरूसँग गफ गरे जसरी नै बनाएको, मैले कुनै पनि स्क्रिप्ट अगाडि राखेर एकदमै है प्रपर वेमा बोलेर, किनभने मलाई पनि अहिले कन्सिस्टेन्सी मेन्टेन गर्नु छ र मैले जे सिकिरहेको छु तपाईँलाई त्यही सिकाइरहेको छु। र आउँ हामी सँगै अघि बढौँ, सँगै सिकौँ र सँगै सफल हौँ। मेरो त यही एउटा मेन थिम छ अहिलेको लागि। र अहिले मेरो मेन ड्रिम भनेकै तपाईँलाई सिकाउने, आफू पनि सिक्ने र हामी सँगै सफल हुने है। यो कन्टेन्ट क्रिएटरको जर्नीमा तपाईँले यसरी नै सुरुवात गर्नु होला। अल द बेस्ट सबैजनालाई है, हामी सँगै भेटौँ, सँगै गरौँ, सँगै सफल हौँ।